भाइ यो के यो ग्रीन पिस ग्रीन पिस हरियो मटर गर्ने भाइ हरियो मटर यो हरियो मटर होइन हेलो साथीहरू सबैलाई नमस्कार र आज चाहिँ म यहाँनिर हाम्रो गाउँको एउटा मरौमा आएको छु यहाँनिर चाहिँ आज म हल्का साथीहरूसँग काम पकाइ गरिरहेको छु म यहाँको तपाईँहरू हल्का हाम्रो गाउँघरको मौलिक तरिकाले हाम्रो मरौमा चाहिँ कस्तो खालको कामहरू हुन्छ भनेर आज म तपाईँहरूलाई यो दृश्यहरू देखाइदिन्छु गाइस ल हेर्दै गर्नु होला र भाइ यो के यो ग्रीन पिस हरियो मटर गर्ने भाइ हरियो मटर यो हरियो मटर होइन सब्जीहरू बनाउनु रेडी गरेर राखेको सब कुरो अनि यहाँनिर हल्का यो गाजर अरूदेखि लिएर यो सबै स्लाइड गरेको छ प्लस यो मसरुमलाई पनि अहिले स्लाइड गर्दै जान्छ यो खानापिनाहरू यो बन्द पनि गरिसक्यो जति पनि अब मरौमा अस्ति गएको मान्छेहरूलाई चाहिँ आज इन्भाइट छ र आजको दिन चाहिँ यहाँनिर मान्छेहरू आउँछ सबैजनाले तुक पनि हाम्रो यहाँ हाम्रो गाउँको आफ्नो दाजुहरू सबैजना मिलेर गर्दैछ हाम्रो गाउँमा हाम्रो चाहिँ यसरी नै सबैजना मिलेर नै गरिन्छ गाउँघरको पनि यस्तै हुन्छ सेफले हालेको म कुक्नु चाहिँ बनाएको टमाटर अर्कै छ त कलर ओ ग्रेभी यसको लागि मात्रै हो यो बटर त बट्यो क्रिम रहेछ त बटर त अझै ल्याउनु नि बटर मसला पनि यहाँ यहाँ हाम्रो अब सबै दाजुहरू मिलेर हामीहरू यहाँ आज हाम्रो रामदाको लास्ट श्राद्ध दिनको हामीहरू खानाहरू रेडी गर्दैछौँ हो चाइनिज र तपाईँको इन्डियन खाना बनिँदैछ मलाई नि होला नि यता जति पनि अस्ति मरौमा जाने र गाउँले समाजहरूलाई यसरी मरौ खिलाउने हाम्रो एउटा परम्परा पहिलेदेखि नै चलेर आएको छ होइन हजुर मौसम चाहिँ राम्रै छ र मात्रै भाइ फ्राई गर्ने चाहिँ छैन हजुर त हजुर एकदम फ्राई हुँदैछ अहिले मसरुम आउँदैछ चाहिँ के बनाएको भाइ मसरुम चिल्लीको लागि मसरुम फ्राई गरेको भाइ अब गाउँ समाज भनेको त्यो परेपछि नै हो है अब मर्दा पर्दा नै हो सुखमा त कोही पनि बाहिर गएर यसो खाएर पिएर नाचेर जान्छ तर पर्दाखेरि नै हो मान्छेले सघाउनु पर्छ मेरो विचारमा चाहिँ मलाई चाहिँ त्यसो लाग्छ त्यही अनुसारले हामी चाहिँ गाउँ समाज सुख भने चाहिँ गाउँघरमा परेको बेलामा चाहिँ सुखमा त सबै पनि दुःखमा भनेको अगाडि आउनुपर्छ भन्ने जस्तो भनेको छ त्यो त पर्दाखेरि त हो एकअर्कालाई सघाउनु पर्ने हो